सेतो टोपी लगाएको भन भिडियो नै छ ए हो खबर त आइहाल्छ अबदेखि पोखराको बारेमा त्यस्तो नभन्नु हुन्छ अबदेखि पोखराको बारेमा केही पनि भन्दैन जेम्सीलाई एकदम सरी अन्त अर्को जेम्सीलाई एकदम सरी अनि पोखराको सबैजना एनीबडी हुज अफेन्डेड बाई मी एकदम सरी आई गट नथिङ बट लभ फर पोखरा सिटी आई एम हियर टु परफर्म एट लेक साइड इफ यु गाइज आर अराउन्ड लेक साइड प्लिज कम थ्रु थ्याङ्क यू सो मच so sorry I'm so sorry to everybody in Pokhara who got offended by me, especially Jamesy Rai, Rocky Dai, anybody else. I'm here to perform at Karma Club as well. Please be there if you guys are around. कान समात्दैन देख्छ तिमी के भएको थियो भन्दाखेरि चाहिँ मलाई लाइक क्लबले अब साउन्ड चेक गर्न जाने भनेको थियो अनि साउन्ड चेक वाज टेकिङ लङ्गर बिकज आई डु माई ओन आई सेट इट अप अल बाई माई सेल्फ मलाई त्यतिखेर झन् आई ह्याड टु डु एभ्रिथिङ बाई माई हामी सबैजना म लाइक सुभाष एन्ड अल पाइप हामी सबैजनाले वी कनेक्टिङ द वायर्स एन्ड अल सो इट टुक सम टाइम हामी आई थिङ्क 2 बजे क्लब छिरेको थियो अनि 7-8 बजे थियो वी वर इन द क्लब फिक्सिङ इट प्लेइङ इट लाइक यु नो चेकिङ इट के गरिरहेको थियो हामी होइन अनि the club had asked me, like, do you need security? And I was like, bro, I'm not even that famous right now. Like, why would I need security? I didn't know. I had no clue, right, that I was famous. So, after we were done with the sound check, बाहिरबाट चाहिँ 4-5 जनाले चाहिँ त्यहाँ क्लबलाई हामी एकदम डाई हार्ड फ्यान हो प्लिज छिर्न दिनु भेट्न दिनु भनेर दे गट इन टु द क्लब अब बिचरा क्लबको ओनर पनि लाइक बुझेन लाइक फ्यान यस्तो क्रेजी दे वर इट वाज विन्टर एन्ड दे stayed outside from I think 5 बजेदेखि 6-7 7:30 बजीसम्म they were outside only क्या अनि बिचरा क्लबको मान्छेलाई पनि त माया लाग्यो होला नि त होइन बिचरा फ्यानहरू डाई हार्ड यत्रो बेरदेखि कुरिरहेछ भनेर भित्र छिर्न दियो भित्र छिरेपछि लाइक अल आई हियर इज तैँले पोखराको बारेमा के भनेको पोखराको बारेमा के भनेको रे एन्ड लिसन मी म्यान मैले अनरिटर्नमा पो हान्न पोखरामा पुल अप इन हवाई जहाज भनेको छ होइन आई डोन्ट थिङ्क द्याट्स डिसरेस्पेक्टफुल मैले त झन् आइम सेइङ कि लाइक डुड I love this city so much. I come to this city for a vacation. I smoke and I chill, bro. It's a flex. I come there in a plane and like this with you, but they use that line and then now the club owner is like, oh shit, I'm like also खालको artist बोला यार maybe पोखराको बारेमा चाहिँ पाइदियो भने चाहिँ के हो भयो नभए त्यही मोमेन्टमा they would have stopped him and then they would have stopped the guys and pushed them out, अनि उनीहरू यतापट्टि आयो and I was like, see, I'm there with my brothers. And मैले I've talked to their parents, I've talked to all these 3 people's parents. And मैले भनेको छु कि लाइक तपाईँको छोराहरूको सिक्युरिटी मेरो जिम्मा हो दे विल नट डु एनिथिङ स्टुपिड भनेर मैले उनीहरू लिएर गएको छ एन्ड देयर इज अ बन्च अफ लाइक मेबी 10-11 पिपल आउट देयर एन्ड देयर लाइक तनी खुजा हो भनेर भने अनि मैले आई वाज लाइक होइन मैले के नि खोज्यो लाइक व्हाट डिड आई डु व्हाट आर यु गाइज टकिङ अबाउट भनेर भन्यो एन्ड दे वर लाइक म जेम्सीको यो हो त्यो हो भन्न थालेँ एन्ड आई वाज लाइक लिसन टु मी म्यान आई एम हियर फर वर्क व्हाट डु आई ग्याट टु सर्ट दिस शिट आउट I don't want none of this shit. मलाई लाइक किन मलाई यो टाउको दुखाइसकेको छैन के भयो भने चाहिँ तिमीहरू चुप लाग्छ भनेर भन्यो त्यो लाइक सरी भन भनेर अनि आई वाज लाइक लिसन मी म्यान if होइन थ्याङ्क यू सो मच नेपाल भाइ लभ यु if होइन you have to make somebody say sorry and record it just to boost your ego I'm like whatever bro sorry कहाँसम्म मात्रै सरी भन् भने सरी अलिकति चर्को भन् भने सरी जेम्स दाइलाई सरी भन् भने जेम्स दाइलाई सरी अनि यो सरी भने आई वाज लाइक मेरो एकछिनपछि सोच सबजना आइदिनु होला सरी पुग्यो देन दे लेफ्ट हेर ग्याङ्स्टर भने त्यस्तो हुन्छ सरी खोज्दै हिँड्ने बाटोमा होइन आई डिडन्ट गिभ अ फक आई कुड हेभ बिन देयर एन्ड आई कुड हेभ लेट माई इगो टेक ओभर एन्ड आई कुड हेभ ओइ त नि खुजा त हो अनि त्यसपछि के गर्छ पाइपले सुभाषले अनि मेरो ड्रमर अनि ग्याङ फाइट गर्ने हामी त्यहाँ And what do I tell their parents when I come back to Kathmandu? I'm the gang fight garra aayo. Do you know do you know how much it takes for a person in this country, how much of a fight a person has to do in this country to become a musician? बुझेन लाइक घरमा कति बाज्नु पर्छ कति झगडा गर्नु पर्छ कति सम्झाउनु पर्छ बल्ल तल्ल आउनु दिएछ I couldn't do it to them. I couldn't do it to myself. And then they left. By the time I was outside, the video was viral. And everybody saw it as a joke, everybody saw it. It's disgraceful that you would do that to an artist. Malai koi artist I'd never do that to an artist, man. So that's what happened that day, man. Like, and I'm pretty sure that was me standing up for myself and not letting my ego take over. To ego boost गरेर केही पनि हुँदैन क्या त्यस्तो सिचुएसनमा क्या बुझेन चञ्चले के ऱ्याप हान्छ यार जेम्सी अङ्कल ओ हे मलाई चाहिँ नफसाउ है तिमीहरू
Following from day one, you look good in dreads though. Thank you very much, but I don't feel good in dreads though, you know what I mean? They lost you as a protective brother. I don't think they lost me, man. I actually protected them. I protected them over my ego. I chose their safety over my ego, man. सरी भन्दैमा कोही सानो हुँदैन केही छैन ढिलो होला तर सब थाहा सबको दिन होइन यस्तो हो सरी पनि जेन्युनली भन्दाखेरि पो त जेन्युन सरी भनेको जेन्युनली खास सरी भन्नै पर्दैन क्या यु हेभ टु चेन्ज यु बिहेभियर क्या त्यो सरी भनेर केही हुनेवालै छैन क्या मान्छे सरी भन्छ अनि फेरि त्यही चिज गर्छ मैले सरी भने आई एम स्टिल डिसरेस्पेक्टफुल के ख्यासिस मलाई सरी भन्न लगाएर आई डोन्ट रेस्पेक्ट नन अफ द्याट शिट नेक्स्ट टाइम when I actually tell you what, that happened and the club owner came to me and they were like, what the fuck was that? Like, I don't know को टोलेहरू उनीहरू लाइक उनीहरू आयो सरी भने लाइक सरी भने गयो when I went there to perform later 8 जना security वरिपरि क्या मेरो क्या त्यसपछि every show I went to they give me security because like यो मान्छे त फेमस हो यसको त जे पनि हुन सक्छ भनेर so thank you so much those guys A B the show was a fucking flop. I had more security than people on the floor, bro. Like, bro, what the fuck? Right? It happened because of them. Thank you to them. This was, like I said, every club I go to, everywhere I go to perform, I am given security. Thank you so much. Every artist get disrespect in Pokhara. I don't know about that, man. Pokhara is the best city in the fucking country, man. I love that city. Like, anytime I go out, like Pokhara, Chitwan, amazing places to be. I would live there over living in Kathmandu. If I've ever gone to Pokhara or Chitwan, recently Kurimdar पनि गयो lovely places त्यहाँबाट काठमाडौँ फर्किँदाखेरि कलङ्की पुगेदेखि नै टाउको दुख्छ क्या these are like amazing places नेस्टोको स्टोरीको बारेमा चाहिँ म त्यस्तो धेरै केही भन्दिनँ हैन I'll just say one thing हैन कोही मान्छेले if somebody हैन really genuinely owed me 1 lakh rupees हैन म त्यसलाई हैन खनेर खोजेर भयो नि त्यो पैसा लिन्थे क्या तर म इन्टरनेटमा हैन यतिकै त्यसले मलाई यति पैसा दिनु बाँकी छ भनेर भन्ने भए चाहिँ म इन्टरनेटमा मात्रै भन्थे कहिले पनि जेन्युनली त्यो पैसा माग्न वा खोज्न जादिन्थे क्या हैन सो यु गाइज अन्डरस्ट्यान्ड व्हाट यु नीड टु अन्डरस्ट्यान्ड बाइ द्याट हामी बुढो हुन्छौँ नेक्स्ट दाइ झन् तन्नेरी हुँदै हे थ्याङ्क यू सो मच फर्स्टली एन्ड सेकेन्डली त्यो तन्नेरी नभन इट्स लाइक सच अ डर्टी वर्ड म्यान I am forever young. Thank you very much. It's because I don't stress a lot. I age backwards. Thank you very much. That tanneri na bhana bro. Come on, man. Tanneri like isn't it like a funny word? Pokhara is a lovely place, man. All love to Pokhara, man. Just because of 5-6 dumb people. Because I'm not going to change my opinion on the city, man. Like I love that city. It showed me in that time because these are not my support. Because like. People on the streets were telling me, Nasty, I'm with you, we are with you, please don't worry about none of this nonsense, so I love it. Is James your die though? Short game and later sorry is a pussy behavior. तिमीले यत्रो भालुलाई पुराण सुनाएको जस्तो पुराण सुनेनौ तिमीले मैले जेम्सलाई सरी भने हैन क्या मैले त्यो सिचुएसनबाट निस्किनलाई चाहिँ जे गर्नुपर्छ त्यो गर्छु भनेको अनि उनीहरुको त बुझेन आई थॉट दे वुड से सम लाइक एपिक शिट क्या लाइक यो गर त्यो गर तँलाई पिट्नुपर्छ अनि बल्ल मन शान्ति हुन्छ मेरो सरी भन्ने त्यस्तो नि हुन्छ कस्तो खालको ग्याङ्स्टर हो त कस्तो खालको ग्याङ्स्टर चाहिँ सरी खोज्दै हिँडेको हो क्या बाटोमा आई डोन्ट गेट इट म्यान I don't think Deepak Manange Dai and Milan Chakri Dai would condone this shit, man. I don't think they're out here looking for sorries, man. Look, if anybody's done me wrong, I don't look for sorries, man. I want a payback, you know what I mean?